माओवादी जनयुद्ध हिंसा थियो भने तपाईले झापामा धर्म ढकालहरूको टाउको काटेको 2028 सालको झापा विद्रोह चाहिँ के थियो? 35 सालमै हामीले झापा आन्दोलन एउटा उग्रवामपन्थी गल्ती थियो भनेर त्यसप्रति क्षमा याचना गर्यौं। विश्व बैंकलाई अरुण जलविद्युत आयोजना पैसा लगानी नगर्नु भनेर तपाईको पार्टीले चिठी नलेखेको भए यो देशमा लोड सेडिङ हुन्थ्यो। किन चिठी लेख्या? डीपीजी लाई यो अलिकति बुझेर उहाँ जन्मिया पनि हुनुहुन्थेन होला त्यो बेला। नक्कली माओवादी भएर हतियार तस्करी गर्नु भए रहेछ यो बीचमा। त्यसैले काठमाडौँमा घर बनाउनु भए रहेछ। मेरो बाबुको श्राद्ध भएको दिन जेठो दाइको घरमा आएर जेठो दाइको खोरको खसी निकालेर त्यही काटेर खाएका माओवादी हुन्। तपाईले एउटा दरबार निकट मान्छेको मुद्दा फिर्ता लिनलाई नक्कली माओवादी भएर उहाँको घरमै गएर तर्साउनु भए रहेछ। बालकृष्ण नेउपानेजी हो त्यो वकिल, उहाँकै संयोजकत्वमा म केपीओलीलाई भन्छु कि एउटा आयोग बनाइदिनुस्, मलाई छानबिन गर्नुस्। सागुको तो गाउँबाट एउटा मादले झोला बोकेर काठमाडौँ ओर्लेको ठिटो हो नि त तपाईँ। आज तपाईको जो प्रकारको राजस्वी जीवनशैली छ, तपाईको कुनै व्यापार व्यवसाय छ? के राजस्वी छ त मलाई बताउनु। तपाईको कुनै व्यापार व्यवसाय छ? गाडी चढ्नुहुन्छ, सुट लाएर हिँड्नुहुन्छ, होटल रेस्टुरेन्टमा खानुहुन्छ, सबै चिज गर्नुहुन्छ नि। यो भन्दा राजश्री के हुन्छ र नेपाली जनताको तुलनामा? यो त एकदम सामान्य जीवन छ। यो कसरी आउँछ? बुझ्ने कि ममा तपाईको व्यापार छ? छैन। कुनै व्यवसायमा लगानी छ? छैन। अनि त्यत्रो ऋण कसरी तिर्नुहुन्छ? मसँग छ नि त, मेरो श्रीमतीको तलब छ, मेरो चाहिँ तलब छ, मैले चाहिँ ब्याज तिर्ने हो, मसँग मेरो केही पैतृक सम्पत्ति पनि होलान्। तपाईलाई बैगुनी केटो भन्छन् नि। अब के केटो भन्नु, 58 वर्षको भइसक्नुभयो। यति धेरै कुरा बोल्न सक्ने, राजनीतिक इमानको कुरा गर्ने योगेश भट्टराई यो गिरीबन्धुको विषय चाहिँ बोल्न सक्दैन हैन? गिरीबन्धुको बारेमा के भएको संसदमा श्वेत पत्र दिनुस्। योजना चाहिँ कति पार्नुभयो यो चोटि ताप्लेजुङमा? केही परेका छन्, बाटोहरू आदि इत्यादि परेका छन् हैन। पैसा चाहिँ